मैले पाएकोमा चाहिँ सबभन्दा लामो चाहिँ आर्टिकल पढेको भनेको चाहिँ बन्दीपुर शब्दबाट शब्दको नामाकरण ठाउँको नामाकरण कसरी भयो भन्ने सन्दर्भमा चाहिँ अब यो खास गरेर हामी नेवारहरू काठमाडौँबाट यहाँ अथवा खास गरेर भक्तपुरबाट यहाँ आउनुभन्दा अगाडि चाहिँ मगरहरू चाहिँ यहाँको चाहिँ आदि भनिन्छ र यहाँ उहाँहरू चाहिँ विभिन्न किसिमको मगरहरू जस्तो बराल मगर, आले मगर, सुस्लिङ मगर, पाटा मगर है, बाचे मगर, यिनीहरू उहाँहरूको चाहिँ बस्ती थियो। अहिले पनि छ, जस्तो बरालहरूको चाहिँ बस्ती अहिले पनि छ, सुस्लिङहरूको अझै पनि छ है, उहाँहरू अहिले पनि बसोबास गरिराख्नु भएको छ। कति चाहिँ अन्त गइसक्नु भयो। अनि त्यसपछि अब यसको नामाकरणको सम्बन्धमा चाहिँ त्यो जातिसँग त्यहाँदेखि जोडिएको चाहिँ पाइन्छ। र अब उनीहरूले पनि त्यो वनलाई उनीहरूको भाषामा मगर भाषामा बन्ने भन्ने, अनि पानीलाई चाहिँ के त भन्दाखेरि दी भन्ने के होइन दी। र यहाँको चाहिँ वरपरको जति पनि नदीनालाहरू छन् ती नदीनालाहरूको नामको पछाडि दी लाग्छ कि। जस्तो सबभन्दा नजिकको कुरा गर्नुपर्दाखेरि हाम्रो यहाँ फुदी छ, साङ्दी खोला छ, चुदी खोला छ, मर्स्याङ्दी छ होइन। अनि यो यसबाट पनि त्यो कुरा त्यो चाहिँ सत्यताको नजिक छ कि त्यो भनाइ जस्तो हामीलाई लाग्छ। र नामाकरण चाहिँ त्यो मगर भाषाको उबाट बन्दीपुरको नामाकरण हुन गएको हो भन्ने हाम्रो विश्वास। हजुर होइन, वन पनि भएको र प्रशस्त वरपर चाहिँ पानी भएको र त्यो सबै नदीनालाहरूको नाम पनि पछाडि दी लाग्ने हुनाले यसको नाम चाहिँ बन्दीपुर हुन गएको। र अब यहाँ चाहिँ हामी नेवारहरूमध्ये अब हाम्रो आफ्नो आफ्नो चाहिँ त्यो दाबी छ होइन। र म विक्रम पिया, तर हाम्रो चाहिँ के छ भन्दाखेरि सबभन्दा पहिला के अरे यहाँ बन्दीपुरमा आइपुगेको नेवारहरूमा चाहिँ हामी पिया थर गरेको हो भन्ने कुरा चाहिँ हामीले उयो गर्छौँ। र त्यो चाहिँ हामी के देखिन्छ भन्दाखेरि रणबहादुर शाहको पालामा चाहिँ हामी आएको देखिन्छ। र त्यो चाहिँ कस्तो भन्दाखेरि अहिले पनि हाम्रो भक्तपुरमा हाम्रो चाहिँ जग्गाहरू छ। अब त्यो जग्गाको कुरालाई लिएर अब त्यो स्वामित्वको कुरा लिएर चाहिँ कति पाउने भन्ने कुरामा अझै पनि विवाद छ। तर अझ हाम्रो अझै पनि त्यहाँ करिब 58 रोपनी जग्गा भक्तपुरमा छ। जस्तो अब तपाईँको चाहिँ त्यो विभिन्न चाहिँ त्यो कल जस्तो भक्तपुर इटा टायर कारखानाहरू खोल्दाखेरि हाम्रा जग्गाहरू चाहिँ अधिकरणमा परेको, त्यो बेलामा चाहिँ हामीले पनि मुआवजा पाएको। र मेरो बाजेलाई चाहिँ त्यो अंशको रूपमा दिएको त्यो घरासी लिखत अझै पनि हामीसँग सुरक्षित छ है। त्यसले गर्दाखेरि हामी पियाहरू चाहिँ सबभन्दा पहिलो हो भन्ने चाहिँ हामीले उ गरेका छौँ। र त्यो लिन्डा एल्टिसले 1980 को सिनासको चाहिँ जर्नलमा डिसेम्बरको चाहिँ जर्नलमा माधवराज पाण्डे सर त्यसको एडिटर हुनुहुन्छ। अनि अरू चाहिँ मलाई याद छैन, के अरे तीर्थ मिश्र सरहरू चाहिँ एडिटर हुनुहुन्छ। त्यो चाहिँ उमा एउटा लामो आर्टिकल चाहिँ त्यहाँ निस्किएको छ, त्यहाँ एन एथ्नो हिस्टोरिकल स्टडी अफ बन्दीपुर भन्ने त्यसको शीर्षक छ। र त्यसमा लेखिए अनुसारबाट सन् 1975 देखि 1800 को यो बिचमा चाहिँ त्यो भक्तपुरका नेवारहरू चाहिँ बन्दीपुरमा आएको हो भन्ने कुरा चाहिँ के अरे उहाँले लेख्नु भएको छ। र त्यो अरू लिखतहरूले पनि त्यो कुरालाई चाहिँ पुष्टि गर्छ। अब हामीसँग चाहिँ जुन त्यो के अरे रणबहादुर शाहको पालामा चाहिँ हामी त्यहाँबाट आएको भन्ने चाहिँ त्यो लिखतहरू अदालतमा खोज्ने चाहिँ काम भएको छ। त्यो अंश सम्बन्धी मुद्दा परेपछि यहाँ एकचोटि त्यो छलफल पनि भएको थियो। करिब चाहिँ के त भन्दाखेरि त्यो 1775 देखि त्यो 1800 को बिचमा आएको भन्ने कुरा चाहिँ ती चाहिँ नि कागजातहरूले पनि त्यो पुष्टि गर्छ। त्यसपछि क्रमशः होइन अब अरू पनि चाहिँ नि अब नेवार थर भएका नेवारहरू जस्तो प्रधान होइन, अझ मेरो पनि अब के अरे मामाहरू प्रधान हुन्छ, मेरो फुपूहरू अब यो आशुतोष मेरो कान्छी फुपूको नाति हो होइन। अब प्रधानहरू अरू श्रेष्ठ थर गरेका अब भूमि के अरे प्रजापति होइन, जोशी, अब विभिन्न चाहिँ नि थर गरेका चाहिँ नि अब नेवारहरू चाहिँ अब अहिले हामी बन्दीपुरमा बसोबास गरिरहेका छौँ। अब त्यतिखेर चाहिँ नै अब होइन अब मैले पनि त्यो उयोहरू गरे अनुसार पढे अनुसार अब हामी त्यतिखेर अब जातको आधारमा चाहिँ हाम्रो व्यवसायिक पेसा गर्थ्यौँ। र नेवारहरू चाहिँ के त भन्दाखेरि अब त्यो आफ्नै त्यो पेसाको अब हुन त विभिन्न चाहिँ नि के अरे त्यो भनाइहरू छ, किन चाहिँ नि भक्तपुर छोडेर यहाँ आयो त के अरे नेवारहरू भन्ने कुरामा। र हाम्रो चाहिँ नि ऊ चाहिँ के छ भन्दाखेरि अब त्यो अब अहिले पनि हेऱ्यो भने नेपालका प्रमुख चाहिँ व्यापारिक केन्द्रहरूमा के छ त भन्दाखेरि नेवारहरूको चाहिँ बस्ती छ नि। त्यही सिलसिलामा चाहिँ हामी त्यो व्यापारको सिलसिलामा चाहिँ यहाँ आएको भन्ने चाहिँ अब हाम्रो मत छ, हाम्रो विश्वास छ। र खास गरेर अहिले सरले भन्नुहुन्छ पृथ्वी राजमार्ग चाहिँ नि बन्नुभन्दा अगाडि होइन चिनिया सरकारको सहायतामा पृथ्वी राजमार्ग चाहिँ नि बन्नुभन्दा अगाडि र 2025 साल मङ्सिर 19 गते बन्दीपुरबाट यहाँको चाहिँ जुन जिल्ला सदरमुकाम
डमौली स्थानान्तरण हुनुभन्दा अगाडि चाहिँ यो चाहिँ के त भन्दा एउटा व्यापारिक चाहिँ केन्द्रको रूपमै थियो। अब हामी त त्योभन्दा पछि जन्मियौँ होइन। अब हाम्रो के अरे बुवाहरू हाम्रो चाहिँ बाजे बजैहरूको चाहिँ उबाट सुन्दाखेरि त्यो चाहिँ के त भन्दाखेरि एकदमै चाहिँ यहाँ चाहिँ थोक व्यापार हुन्थ्यो भन्नुहुन्थ्यो उहाँले होइन। र हाम्रा चाहिँ अब भनौँ न पुर्खाहरूले इन्डियाको खास गरेर चाहिँ ठोरीबाट चाहिँ सामानहरू ल्याउने होइन। र ती सामानहरू चाहिँ यहाँबाट चाहिँ के त भन्दा यहाँबाट चाहिँ उत्तरतर्फ चाहिँ बिक्री गर्ने। र त्यो सम्बन्धी एउटा सायद मलाई ऊ चाहिँ त्यो अङ्क चाहिँ थाहा छैन। त्यो हिमाल खबर पत्रिकामा समाजशास्त्री अमेरिकी समाजशास्त्री हुनुपर्छ उहाँ स्टेफन माइक्सल उहाँले चाहिँ एउटा लामो चाहिँ लेख निस्किएको छ त्यहाँ। उहाँले चाहिँ त्यहाँ के भन्नुभएको छ भन्दाखेरि 1910मा बन्दीपुरको जनसङ्ख्या 10,000 थियो भनेर चाहिँ अब अरू धेरै कुरा चाहिँ मलाई याद छैन त्यो लेखको है। त्यहाँ चाहिँ सरले चाहिँ त्यो उहाँले चाहिँ त्यो उल्लेख गर्नुभएको थियो। र मैले भने त्यो पृथ्वी राजमार्ग चाहिँ नि बन्नु तयार भइसक्नुभन्दा पहिला र सदरमुकाम सर्नुभन्दा अगाडि नै यो व्यापारिक केन्द्र नै थियो। र जब चाहिँ नि त्यो पृथ्वी राजमार्ग निर्माणको काम सम्पन्न भयो र यहाँबाट चाहिँ 25 साल मङ्सिर 19 गते सदरमुकाम यहाँबाट डमौली स्थानान्तरण भएपछि त्यसको चाहिँ के भएछ भन्दाखेरि व्यापारिक महत्त्व समाप्त भयो, यसले घट्यो। र अनि फेरि 1950-60को दशकमा अमेरिकी सहयोगमा त्यो नेपाल सरकारकै त्यो रिसेटलमेन्ट जुन पोलिसी होइन प्रोग्राम अन्तर्गत चाहिँ नि चितवनमा चाहिँ बस्ती बसाल्यो। अमेरिकन एडबाट चाहिँ त्यो मलेरिया इराडिकेसन प्लस रिसेटलमेन्ट चाहिँ प्रोग्राम आइसकेपछि अब हामी पहिला पनि के त भन्दाखेरि त्यो ठोरी जाँदाखेरि यही चितवन भएरै चाहिँ माडी हुँदै ठोरी जाने। अनि त्यो चितवनमा चाहिँ बस्ती बसेपछि क्रमशः यहाँका चाहिँ नि अब खास गरेर त्यो व्यापारिक महत्त्व कम भएपछि उहाँहरू धेरै जस्तो यहाँबाट चाहिँ के त भन्दाखेरि चितवन चाहिँ नि जानुभयो होइन। जस्तो उदाहरणको लागि मेरै बुवा पनि 2025 सालमा चाहिँ मैले सोधेँ 25 सालको भदौमा बन्दीपुर छोडेको हुँ भन्नुहुन्छ। अझै पनि हुन्छ उहाँ अहिले 81 वर्ष भइसक्नुभयो। यहीँ के अरे केही समय चाहिँ त्यो भानुवादी विद्यालयमा शिक्षण गर्नुहुन्थ्यो। त्यसपछि यहाँ छोडेर बुवा चाहिँ 25 सालमा चितवन जानुभएपछि पछि नेपाल सरकारको निजामती सेवा चयन गर्नुभयो 25 साल। त्यसपछि बुवा चाहिँ उतै चाहिँ बस्नुभयो। त्यसपछि स्थायी रूपमा चाहिँ बसोबास गर्न बुवा यहाँ आउनु पर्यो। हामी चाहिँ बस्यौँ, आमा हामी दाजुभाइ चाहिँ बस्यौँ। तर बुवा चाहिँ 25 सालबाट के अरे त्यहाँ जानुभयो। 32 सालमा नेपाल सरकारको निजामती सेवा जोइन गर्नुभयो। त्यसपछि 58 सालमा उमेरको हल्दै चाहिँ त्यो अवकाश निवृत्त भइसक्नु भएपछि बुवा चाहिँ चितवन बस्न थाल्नुभयो। त्यसरी त्यो व्यापारिक ऊ भएपछि धेरै जसो चाहिँ चितवन। अब कोही चाहिँ तपाईँको चाहिँ डमौली अब डुम्रे बिमलहरू पनि तपाईँको चाहिँ अहिले पनि डुम्रे चाहिँ के त भन्दाखेरि एउटा यो तनहुँ जिल्लाकै एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्रमा पर्छ। त्यहाँ पनि धेरै बन्दीपुरहरू हुनुहुन्छ। बिमलहरू पनि थियो तर बिमलहरू चाहिँ तुलनात्मक रूपमा अहिले धेरै कम भइसकेको छ। त्यसपछि गएर अब डमौलीमा होइन, त्यसपछि गएर चाहिँ अब मास्तिर अब त्यसपछि के भयो त भन्दाखेरि फेरि त्यो लमजुङ जोड्ने चाहिँ सडक बन्यो होइन। त्यो सडक बनिसकेपछि अझ माथि चाहिँ पनि जस्तो भन्नु अहिलेको चाहिँ लमजुङको सदरमुकाम भिसी शर्मा नि बन्दीपुरहरू हुनुहुन्छ। यसरी अनि त्यसपछि कतिपय फेरि काठमाडौँमा होइन त्यो उच्च ओहदामा पुगेका जागिरका सिलसिलामा पेसा व्यवसायको सिलसिलामा उहाँहरू चाहिँ त्यसरी जानुभएपछि यसको चाहिँ नि त्यो डाउनफल चाहिँ नि त्यो खास गरेर त्यो दुईवटा चाहिँ नि महत्त्वपूर्ण घटना। र मैले चाहिँ के सुनेको थिएँ भन्दाखेरि बन्दीपुरहरूले अब यो त्यो एरियल चाहिँ सर्वे भइसकेपछि अब यसलाई दक्षिण पारेर चाहिँ नि के अरे पृथ्वी राजमार्ग जाँदैछ भने सुनेपछि प्रयत्न चाहिँ राजा महेन्द्र कहाँ बिन्ती चाहिँ जाहेर गर्न होइन बन्दीपुरलाई चाहिँ उत्तर पारेर चाहिँ यो सडक लगाइदिनु पर्यो भनेर चाहिँ त्यो चाहिँ एउटा प्रयत्न पनि भएको थियो भन्ने सुनिन्छ। अब त्यो ऊ चाहिँ के थियो मलाई थाहा छैन। अब त्यो उत्तर पार्दा बन्दीपुरलाई उत्तर पारेर यदि सडक चाहिँ दक्षिणबाट गएको भए यसको चाहिँ त्यो कमर्सियल ऊ चाहिँ घट्दैन भनेर चाहिँ त्यसको त्यसतर्फ प्रयत्न गर्नलाई राजा कहाँ बिन्ती पत्र चाहिँ चढाउन गएको भन्ने पनि सुनिन्छ। तर त्यो प्रयत्न सफल भएन। यसलाई चाहिँ दक्षिणै पारेर गएपछि त्यो दुईवटा घटनाले गर्दा चाहिँ यसको व्यापारिक महत्त्व चाहिँ कम भयो। र एक किसिमले धेरै चाहिँ अब त्यो के अरे त्यो बसाइ चढाइको उसले गर्दाखेरि अब खास गरेर मलाई एक्ज्याक्टली ऊ चाहिँ थाहा छैन। मेरो विचारमा 55 साल पछाडि के हामीले यहाँ 19 सालमा चाहिँ सबभन्दा पहिला चाहिँ नि यहाँ चाहिँ नि के भन्छ त्यो पाइप खानेपानी होइन पाइप वाटर आयो। त्योभन्दा अगाडि हामी के गर्थ्यौँ भन्दा त्यो पँधेराहरू नै चाहिँ हामीहरू प्रयोग गर्थ्यौँ। तर 19 सालमा चाहिँ के गर्यो भन्दा त्यो पाइप वाटर आयो। अनि त्यसपछि त्यो आयोजनाले धेरै समय भइसकेपछि अनि बिचमा चाहिँ हामीले अब धेरै बस्तीहरू पनि के अरे बसाइहरू कम गरेर धेरै गरौँता थियो। तर मैले चाहिँ के त भन्दाखेरि मेरो व्यक्तिगत कुरा गर्नुपर्दा मैले 2042 सालमा एसएलसी दिएको त्यो बेलामा मेरा साथीहरू यहाँ वरपर चाहिँ माध्यमिक विद्यालय थिएन। र यहीँको चाहिँ भानु माध्यमिक विद्यालय तनहुँ जिल्लाकै पहिलो चाहिँ माध्यमिक विद्यालय हो होइन। अनि त्यहाँ चाहिँ के गर्थ्यो भन्दाखेरि यहाँ वरपरका चाहिँ अब जस्तो कतैमा चाहिँ 3 सम्म मात्र पढाइ हुने, कतै 5 सम्म मात्र पढाइ हुने, त्यो बेला माथिको चाहिँ कक्षाहरू पढ्नको लागि चाहिँ यहाँ आउनुपर्ने। अनि यहाँ चाहिँ वरपरका चाहिँ थुप्रै चाहिँ भनौँ न
ऊहरू आएर पढ्थे। अनि 42 सालसम्म पनि यहाँ चाहिँ के थियो त भन्दाखेरि तपाईँको एउटा कोठा चाहिँ नि एकजना बस्यो भने 5 रुपियाँ, दुईजना बस्यो भने 10 रुपियाँ। त्यसरी चाहिँ यो घरहरू खाली घरहरू चाहिँ केही हदसम्म त्यसरी चाहिँ त्यो भनौँ न एउटा माध्यमिक तहको शिक्षा हासिल गर्न आउने चाहिँ विद्यार्थीहरूले गर्दा पनि भरिएका थिए होइन। तर कस्तो स्थिति पनि थियो भन्दाखेरि मेरो घर पनि तिमीले बसिदियो, सरसफाइ गरिदियो, संरक्षण गरिदियो, तिमीलाई पैसा दिन्छु होइन। अब तिमीलाई बत्ती त्यतिखेर अब यो बिजुली त तपाईँको के अरे मेरो विचारमा बहुदल आएपछि 40 सालपछि होला बत्ती आएको, नत्र त हामी त त्यही चाहिँ टुकी र चाहिँ लालटिन लम्फामा पढ्थ्यौँ। अनि के भन्थ्यो भन्दाखेरि त्यो घर धनीले त्यो बत्ती तेल समेत दिने, मटेरियल समेत बालेर बस भनेर त्यस्तो स्थिति थियो। र 55-56 सालसम्म आइपुग्दा पनि हामीले त्यसपछि त्यो 19 सालपछि अब त्यो अलिकति बस्ती बढेपछि त्यो एसियन डेभलपमेन्ट ब्याङ्कको हाफ चाहिने लोन, हाफ चाहिने त्यो के अरे के अरे अनुदानमा हामीले एउटा यहाँ नयाँ चाहिँ खानेपानीको प्रोजेक्ट गऱ्यौँ कि। अनि त्यो प्रोजेक्टको फिजिबिलिटी स्टडी गर्नलाई एकजना जर्मन कन्सल्टेन्ट पठाएर चाहिँ त्यो कन्सल्टेन्टले चाहिँ तपाईँको चाहिँ अब के चाहिँ रिपोर्ट दिएछ भन्दाखेरि अब त्यसपछि चाहिँ निजी धाराहरू पहिला पनि थिए तर एकाध घरमा थिए। तर अब त्यो चाहिँ के त भन्दाखेरि त्यो लोन तिर्नलाई त धारा बाँड्नु पर्यो नि त निजी धारा। अनि उसले के रिपोर्ट दिएछ भन्दाखेरि बन्दीपुरले यो पानी खाएर यो ऋण तिर्न सक्दैन, यो चाहिँ एउटा चाहिँ के त भन्दाखेरि सेमी घोस्ट टाउन हो भन्ने किसिमको रिपोर्ट दिएछ। अनि हामीलाई त के भयो भन्दाखेरि अब यो प्रोजेक्टै यो खानेपानीको प्रोजेक्टै चाहिँ तपाईँको चाहिँ फर्केर जाने भयो, बडा चाहिँ ठुलो समस्या। बल्ल बल्ल चाहिँ यति वर्षपछि कुनै एउटा कार्यक्रम आइराख्यो, यो पनि फर्किने भयो भनेपछि हामीले के गर्यौँ भन्दाखेरि खास गरेर के हाम्रै आशुतोषको बाजे ईश्वरपाल मामा, उहाँ चाहिँ 25 सालमा यो सदरमुकाम स्थानान्तरण हुँदा यहाँको प्रधान पञ्च हुनुहुन्थ्यो, तत्कालीन प्रधान पञ्च। अनि हामीले चाहिँ के गर्यौँ भन्दाखेरि ल ओहो यस्तो कुरो आइसकेपछि यहाँ हारुगुहार गऱ्यौँ, अलिकति अब काठमाडौँमा बस्ने बन्दीपुरहरू अलिक प्रभावशाली थिए नि त होइन। अनि त्यतिखेर ठ्याक्कै चाहिँ उहाँकै चाहिँ बाजेको अनुरोधमा एकजना पर्यटन व्यवसायी सन्त कुमार श्रेष्ठ, जसको चाहिँ बन्दीपुर माउन्टेन रिजोर्ट थियो, उहाँ यहाँ चाहिँ नि एउटा केही गर्छु भनेर आइसक्नु भएको थियो। अनि उहाँलाई अनुरोध गऱ्यौँ र त्यसको चाहिँ तपाईँको चाहिँ सर्टेन उता हामीले डिपोजिट गर्नु पनि 3% कि 5% टोटल चाहिँ त्यो बजेटको। अनि त्यो पनि चाहिँ के गर्नु भन्दाखेरि ल त्यो ऋण तिर्नलाई कति एउटा धारा लिनुपर्छ म लिइदिन्छु भन्ने चाहिँ उहाँले भन्नुभयो होइन। त्यो पछि त्यो प्रोजेक्ट फर्केर गएर अब मैले भन्नु खोजेको चाहिँ के भन्दाखेरि त्यस्तो स्थिति थियो है, साह्रै चाहिँ डाउनफल भएको चाहिँ के अरे स्थिति थियो। त्यसपछि अब बन्दीपुरहरूले आफू यहाँ छोडेर गए पनि 49 सालमा बन्दीपुर सामाजिक विकास समिति काठमाडौँमा बस्ने बन्दीपुरहरूले चिजकुमार श्रेष्ठ सरको चाहिँ अध्यक्षतामा उहाँ संस्थापक अध्यक्ष हुनुहुन्छ, सरको अध्यक्षतामा डाक्टर मदन कुमार पिया है, जो चाहिँ अहिले सरले पनि नाम लिनुभएको थियो, उहाँ चाहिँ क्लिनिकल एङ्कोलोजिस्ट हुनुहुन्छ होइन, साफनको चाहिँ फाउन्डर चेयरपर्सन हुनुहुन्छ। उहाँहरू मिलेर 49 सालमा चाहिँ बन्दीपुर सामाजिक विकास समिति आफ्नो चाहिँ जन्मस्थलमा केही गर्नुपर्छ भन्ने चाहिँ एउटा पवित्र चाहिँ उद्देश्य राखेर उहाँले बन्दीपुर सामाजिक विकास समिति राख्नु के स्थापना गर्नुभयो। र हामी यहाँ के गर्छौँ भन्दाखेरि बन्दीपुरमा कुनै पनि कार्यक्रम ल्याउनु पऱ्यो, हाम्रो नेपालमा परिवेश त्यस्तै छ, अलिकति प्रभावशाली मान्छेले भन्दाखेरि भन्छन् गर्दाखेरि काम हुन्छ, अथवा नहुने काम पनि हुन्छ, अथवा कुनै काम चाहिँ ढिला सृष्टि हुँदैन छिटो हुन्छ। अनि हामीले चाहिँ उहाँहरूले पनि बन्दीपुरलाई अहिलेको यो अवस्थामा ल्याउनलाई उहाँको बन्दीपुर सामाजिक विकास समितिको ठुलो चाहिँ तपाईँको योगदान छ। हामी कहिले पनि त्यो कुरालाई हामीले बिर्सन सक्दैनौँ है। त्यो अब तपाईँको चाहिँ 31-32 वर्ष भइसक्यो। अनि त्यसो बिस्तारै अब तपाईँको चाहिँ यहाँ चाहिँ एउटा उच्च शिक्षाको कुनै क्याम्पसहरू ल्याएर चाहिँ फेरि त्यो ठाउँलाई रिभाइभ गर्न सकिन्छ कि भन्ने हिसाबले 37 सालमा जब नेपाल सरकारले निजी क्षेत्रमा चाहिँ अथवा चाहिँ समुदाय स्तरमा चाहिँ क्याम्पसहरू स्वीकृति दिएपछि त्यो प्रयत्न पनि उहाँहरूले गर्नुभयो। र त्यसपछि रिभाइभ गर्न अर्को एउटा चाहिँ मलाई चाहिँ मिसनरी स्कुल, जसको नाम चाहिँ नट्रेडेम भन्ने छ, अहिले पनि त्यो स्कुल छ। मलाई भने म भर्खरै त्यो स्कुलको अध्यक्ष पद छोडेँ, धेरै वर्ष धेरै लामो भनेर। त्यो स्कुलको पनि के त भन्दाखेरि हामीलाई यहाँ चाहिँ त्यो बन्दीपुरलाई फेरि रिभाइभ गर्नलाई ठुलो भूमिका छ जस्तो म चाहिँ त्यो कुरामा विश्वास गर्छु। 1985 अर्थात् 42 सालमा त्यो स्कुल स्थापना भयो र त्यतिखेर चाहिँ त्यो स्कुल चाहिँ के त भन्दाखेरि क्वालिटी एजुकेसनको लागि यो सेरोफेरोमा नै के त भन्दाखेरि एकदमै चाहिँ के छ भन्दाखेरि लोकप्रिय थियो है। मलाई के याद छ भन्दाखेरि विनोद कुमार नेपाल, जो चाहिँ एमनेस्टी इन्टरनेसनलको चेयरपर्सन हुनुहुन्थ्यो, उहाँले 2 चोटिसम्म उहाँको बच्चाहरूलाई लिएर यहाँ इम्तिहान दिन ल्याउनु भयो। तर मतलब एउटा इन्ट्रेस्ट देखाउनु भयो कि। र त्यो स्कुल अहिले 12 सम्म चलिराखेको छ। र अब एउटा भनौँ देशमा चाहिँ 52 सालदेखि जुन देश आन्तरिक द्वन्द्वमा गयो त्यो बेलामा चाहिँ अब एउटा अब अनफर्चुनेटली 58 सालमा चाहिँ एक शैक्षिक सत्र के भयो त भन्दाखेरि त्यो स्कुल चाहिँ बन्द भयो। अब उनको पोलिसी नै त्यो थियो निजी विद्यालयहरू गर्न नदिनु भन्ने। अनि चाहिँ त्यो 58 सालमा त्यो स्कुलले चाहिँ नि त्यो 12 सम्म चलिसकेको थियो
है र राम्रो चाहिँ क्वालिटी त्यो चाहिँ खास गरेर दुईजना चाहिँ दुई तिनजना चाहिँ जापानिज सिस्टर्सहरू सिस्टर चाहिँ इभान्जेला सिस्टर चाहिँ मिरियम सिस्टर चाहिँ जेनेट है अनि दुईजना चाहिँ अमेरिकन सिस्टरहरू हुनुहुन्थ्यो सिस्टर बारबारा सिस्टर आन्द्रे उहाँहरूले निकै चाहिँ मिहिनेत गरेपछि एउटा के भयो त भन्दाखेरि त्यो अरू ठाउँबाट चाहिँ मान्छे के अरे उहरू आफ्नो बच्चाहरू पढाउने सिलसिलामा यहाँ हुँदा पनि फेरि बन्दीपुरलाई त्यो रिभाइभ गर्न ठुलो चाहिँ त्यसबाट पनि एउटा महत्त्वपूर्ण चाहिँ टेवा पुग्यो भन्ने मलाई लाग्छ अनि त्यसपछि अर्को चाहिँ के भयो भन्दाखेरि 2005-06 के अरे बन्दीपुर इको कल्चरल टुरिज्म प्रोजेक्ट त्यसको नाम लिनै पर्छ है अब त्यसको प्रोजेक्ट कोअर्डिनेटर चाहिँ रोटरी को चाहिँ डिस्ट्रिक्ट गभर्नर भइसक्नु भएको दिलेन्द्र राज श्रेष्ठ त्यसको प्रोजेक्ट कोअर्डिनेटर हुनुहुन्थ्यो अनि झरना जोशी जो चाहिँ आर्किटेक्ट हुनुहुन्छ उहाँ चाहिँ प्रोजेक्ट म्यानेजर हुनुहुन्थ्यो र उहाँको चाहिँ त्यो बन्दीपुर इको कल्चरल टुरिज्म प्रोजेक्टले गर्दाखेरि अनि यहाँ हामी चाहिँ के गर्यौँ भन्दाखेरि लोकल लेभलमा चाहिँ हामी खास गरेर 5 जना मेरो आदरणीय गुरु लक्ष्मीनाथ शर्मालाई चाहिँ लोकल चाहिँ कोअर्डिनेटर भनेर राखिएको थियो अनि म चाहिँ त्यसको सेकेन्ड त्यो उहाँ पछिको चाहिँ त्यो म दोस्रोमा थिएँ अनि अरू 2 जना के अरे भैरव सुल्के र मिना थापा अनि अर्को एकजनाले प्रस्ताव गर्दा उहाँले चाहिँ म भ्याउँदिनँ भन्नुभयो हामी 4 जना चाहिँ स्थानीय स्तरमा काम गऱ्यौँ अनि माथि चाहिँ नि दिलेन्द्र श्रेष्ठ झरना जोशी मनोज राजोपाध्याय होइन लगायत अरू चाहिँ उहाँको राम्रो चाहिँ टिम थियो प्राविधिकको टिम अनि त्यो काम गरिसकेपछि बन्दीपुरलाई के अरे त्यो पर्यटकीय हिसाबबाट फेरि चाहिँ नि कस्तो भन्दाखेरि यो अवस्थामा ल्याउनको लागि चाहिँ त्यो प्रोजेक्टको चाहिँ ठुलो भूमिका छ र त्यो बेलामा चाहिँ कस्तो भयो भने खास गरेर अरू सम्पूर्ण चाहिँ नि कामहरू सकिसकेपछि हामीले बजारमा चाहिँ यो चाहिँ त्यो सवारी साधनलाई प्रवेश गर्न दिनुहुन्छ कि हुँदैन भन्ने कुरामा ठुलो चाहिँ मतभेद भयो अब एक थरी चाहिँ होइन त्यसलाई प्रवेश गर्न दिनुपर्छ भन्ने अर्को चाहिँ होइन यसलाई चाहिँ त्यहाँ रोक्दाखेरि त्यो खास गरी त्यो प्रोजेक्टकै कन्सेप्ट हो त्यो रोक्दाखेरि बजारको चाहिँ एउटा जुन सुन्दरता छ त्यो बजारका चाहिँ जुन यो भनौँ न यो नेवारी शैलीका चाहिँ घरहरू छ त्यसलाई चाहिँ संरक्षण गर्न सकिन्छ भन्ने चाहिँ मत र ऊ गर्दाखेरि अब जुनसुकै समाजमा पनि तपाईँहरूलाई थाहा छ कुनै नयाँ चाहिँ विचार आउने बित्तिकै त्यसमा त फरक मतहरू त आइसक्छ ठुलो चाहिँ ऊ हुने देखिएपछि त्यो दिलेन्द्र दाई असाध्यै यस्तो कुरामा विचार पुर्याउनु हुन्थ्यो कि अनि उहाँले चाहिँ यो ढुङ्गा छाप्ने काम चाहिँ सबभन्दा पछाडि गर्नुपर्छ है फेरि सुरुमै विवाद भयो भने अरू पनि काम गर्न सकिँदैन पहिला अरू काम चाहिँ सकौँ अनि त्यसलाई चाहिँ थाँती राखेर अन्तिममा गरौँ भन्नुभयो र अनि सबै अरू काम गऱ्यौँ हामीले खास गरेर त्यो बन्दीपुर इको कल्चरल टुरिज्म प्रोजेक्टले चाहिँ 3टा चाहिँ नि क्षेत्रमा चाहिँ म काम गरेँ एउटा चाहिँ के गर्यौँ भन्दाखेरि यहाँ चाहिँ भौतिक चाहिँ पूर्वाधारमा हामीले चाहिँ लगानी गऱ्यौँ र त्यो प्रोजेक्टको 2टा चाहिँ पार्टनर सिटीहरू थिए युरोपको एउटा चाहिँ इटलीको रियो मजरियो र अर्को चाहिँ ग्रिसको हिड्रा र यो चाहिँ तपाईँको चाहिँ यो जुन बजारमा चाहिँ जुन गाडी चाहिँ अथवा सवारी साधन निषेध गरेको छ नि त्यो ठ्याक्कै तपाईँको हिड्रामा नि त्यो छ हिड्रामा चाहिँ त्यो एड्रियाटिक सीसम्म चाहिँ उमा गयो त्यसपछि चाहिँ तपाईँको त्यो मूल हिड्रामा चाहिँ कहीँ पनि गाडी चल्दैन है त्यहाँको मेयर साहब पनि यहाँ त्यो भिजिटमा आउनुभएको थियो हामीसँग भेटघाट भएको थियो त्यही उबाट चाहिँ लयौँ र दिलेन्द्र दाइले यहाँका चाहिँ स्थानीयहरूलाई यो के अरे सवारी साधन रोक्दाखेरि तपाईँहरूलाई के फाइदा हुन्छ त भन्ने विषयमा एउटा एक किसिमको चाहिँ सहमतिमा ल्याउनलाई अथवा उहाँलाई चाहिँ व्यापारीहरूलाई कन्भिन्स गर्नलाई उहाँले ठुलो चाहिँ उहाँको चाहिँ जुन एउटा तर्क शैली छ भनौँ अथवा चाहिँ त्यो एउटा समझ छ नि उहाँले चाहिँ धेरै काम गर्नुभयो कि उहाँले के भन्नुहुन्थ्यो भन्दाखेरि तपाईँ अहिले तपाईँको बजारमा चाहिँ नि गाडी आउँछ तपाईँले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि हाम्रो यो चाहिँ जुन दक्षिण भेग छ धेरै जसो चाहिँ फेरि गुरुङहरूको बस्ती छ क्या अब उनीहरू त भारतीय सेनामा अरू त्यसो सेनामा काम गर्ने अनि त्यसपछि चाहिँ रिटायर भएर चाहिँ घर बस्ने तपाईँले चाहिँ नि त्यो गाडी आउन दिनुहुन्छ त्यो चाहिँ पछाडिको चाहिँ उहरूलाई चामल बेच्नुहुन्छ त्यो 6 महिनापछि पेन्सन ल्याएर दिन्छ 1 बोरा चामल 1000 रुपियाँ लगानी गरे एक तपाईँको 100 रुपियाँ नाखा हुन्छ त्यो 6 महिना कुर्नुपर्छ उसको पेन्सन नहुने हुन्छ तर यहाँ गाडी रोक्नुहोस् यहाँ चाहिँ टुरिस्ट के अरे पर्यटकहरू आउँछ त्यो चाहिँ तपाईँको चाहिँ 15 रुपियाँ पर्ने पानी 25 रुपियाँ बेच्न पाउँछ त्यो पनि नगद व्यापार हुन्छ यस्तो किसिमको चाहिँ उदाहरणहरू दिएर उहाँले चाहिँ यहाँका व्यापारीहरूलाई कन्भिन्स गर्नु तर कन्भिन्स हुनुभयो अनि केही समयपछि त्यसको चाहिँ 1-2 वर्षपछि मलाई यहाँको एकजना चाहिँ व्यापारीले मलाई भन्नुभएको कुरा मलाई याद आउँछ क्या उहाँले के भन्नुहुन्थ्यो भन्दाखेरि पहिला बन्दीपुरमा व्यापार गर्नको लागि चाहिँ गुरुङ भाषा जान्नु पर्थ्यो अब इङ्ग्लिस जान्नु पर्थ्यो भन्नुहुन्थ्यो क्या होइन त्यो दिलेन्द्र दाइले जुन कुरो भन्नुभयो त्यो त सही रहेछ त पहिला चाहिँ नि त्यो एउटा कथा उको चाहिँ गुरुङहरूलाई चाहिँ चामल बेच्नु त गुरुङ भाषा जान्नु पर्थ्यो नि त यहाँका अधिकांश व्यापारीहरूले पहिला चाहिँ तपाईँको गुरुङ भाषा जानेको थियो अब अहिले हेर्नुहोस् तपाईँले इङ्ग्लिस जान्नु भएको गृहिणीहरूले पनि इङ्ग्लिस बोल्नुहुन्छ होइन जानु भएको छ क्या तपाईँ चाहिँ मेरो रुम हेर्न जानुहुन्छ भने अङ्ग्रेजीमा मजाले बोल्नुहुन्छ हाम्रो भाउजूहरूले बुहारीहरूले राम्रोसँग बोल्नुहुन्छ किनभने प्रत्येकमा चाहिँ तपाईँको रुमहरू तयार पारेर राखेको छ
त्यो के अरे जस्तो त्यो होम एकोमोडेसनहरू छ उहाँहरू अङ्ग्रेजी बोल्नुहुन्छ मलाई त कस्तो लाग्छ भने त्यो अङ्ग्रेजी पढाउने शिक्षकले भन्दा अझ त्यो व्यवहारिक अङ्ग्रेजी बोल्नुहुन्छ उहाँहरू अब त्यो त त्यसको प्रभाव हो नि त अब हामी पहिला भन्थ्यौँ कि पोखरामा भैँसीले पनि इङ्ग्लिस बोल्छ भन्ने